यो पूर्वतिर हाम्रोतिर उहिले उहिले चलन थियो, मेला लाग्थ्यो। त्यो मेलामा उरनठेउला केटाहरू हुल बाँधेर जान्थे अनि लुकाएर यसो सिन्दुर चाहिँ खल्तीमा हालेर यसो गरेर जुम्सो जस्तो भएर जाने। अनि राम्री केटी देखेपछि छ्वास्स टाउकामा सिन्दुर फ्याँकिदिएर गुडुडुडुडु भाग्ने। के भो भन्दा भन्दै उहाँ पुगिसक्यो, के भो भन्दा भन्दै दिल परि कुदिसक्यो। दाजुभाइहरूले सोद्धा सोध्दै के भो भन्दा भन्दै सिन्दुर फालिदियो। कसले फालो अनि माइतीहरू भोलिपल्टदेखि पर्सिपल्टदेखि एकछिन रिसाए, के गरे, त्यसपछि सिन्दुर त हालिहाल्यो, कहाँको कसले सिन्दुर हाल्यो त्यो पत्ता लगाउनु पर्यो भनेर अनि खोजेर चेली जिम्मा लाउने। अब यो कहिले माकुनेले सिन्दुर हालिदिएछ झुक्याएर श्वास पारेर, कहिले प्रचण्डले श्वास सिन्दुर हालिदिएछ, कहिले काङ्ग्रेसले उहिले सिन्दुर श्वासै हालिदिएछ। आजको जमानामा पनि त्यस्ता कुरामा भर परेर हुन्छ। हामी माइतीहरू सिन्दुर कसले हालो भनेर खोजेर जिम्मा लाउनु होइन। आउनुहोस् हाम्रा चेलीहरू, हाम्रा साथीहरू सबै तिनीहरूले लगाएका झुक्क्याएर हालेका सिन्दुरको छोडिदिनुहोस्, सदस्यता फ्याँकिदिनुहोस्, यहाँ आउनुहोस्, लक्स साबनले लगाउनु आउनुहोस्। यो झुक्क्याएर हालेका सिन्दुरका पछाडि लाग्न काम छैन। सदस्यता फ्याँकिदिनुहोस्, नेकपा एमालेमा आउनुहोस्, देश बनाउने अभियानमा लाग्नु, झुक्क्याएर होइन। जे पनि झुक्क्याएर गर्ने। संसदबाट नसकेपछि विश्वमा कहीँ नभएको अदालतमा गएर मुद्दा जितेर सरकार बनाएको कहीँ सुनेको छ? चुनाव किन गर्नु पर्यो? जनतामा किन जानु पर्यो? संसद किन चाहियो? फलानाले मुद्दा जितेर ल्यायो। सर्वोच्च अदालतबाट बाजा गाजा बज्दै एउटा जन्ती निस्कियो। के को जन्ती आयो? यो सर्वोच्च अदालतबाट बाजा बजाउने यो त ठाउँ त त्यस्तो होइन भने अब सरकार लिएर आएछ जिते।